हेलो गाइज। आज म तपाईँहरूको लागि एउटा स्पेसल सामान ल्याएर छु। हेर्न सक्नुहुन्छ, यो एकदम न्यू स्पेसल टम हार्डी ब्रान्डको है। अब यसलाई म अनबक्सिङ गर्दैछु। अब हेर्नुहोस्, वाउ, यो म्याग्नेटवाला हो। यसमा 3 पिस ग्लासहरू हुन्छ। एक यो ब्ल्याकमा, ओके। नाउ सेकेन्ड येलो, यो चाहिँ नाइट भिजन हो। थर्ड वान भनेको मेटल डबल ब्रिज, हेर्न सक्नुहुन्छ। कलर पनि एकदम मिठो कलर, गोल्डन र ब्राउन मिक्स कलरमा छ, कपर कलर हो स्पेसली। हेर्न सक्नुहुन्छ, अलिकति फेस, यस्तो फेसलाई अलिक राम्रो देखिन्छ, थोरै ठुलो हुनुपर्छ फेस। यसमा के छ भने ब्लु कट प्रोटेक्सन ग्लास छ है। तपाईँ इन्डोरमा या कम्प्युटरहरू अफिसियल कामहरूमा तपाईँ यो लाउन सक्नुहुन्छ। आउटडोर हिँड्ने बेलामा तपाईँ टक्कसँगले ब्ल्याक लाउनुहोस्। साइड लुक्सहरू सबै ब्ल्याक, राम्रो देखिन्छ, स्पेसल देखिन्छ। र सबैभन्दा मेन कुरा के छ भने हाम्रो स्पेसली पावर युजरहरूको लागि यसमा आज हामी पावर हालेर चस्मा बनाउनेछौँ। आज मसँग एउटा अर्डर आएको छ 0.75मा, -0.75 सिलिन्ड्रिकल 90 डिग्रीमा। त्यो पावर हालेर आज हामी यो बनाउनेछौँ र बनाएर तपाईँलाई सक्दो म छोटो भिडियो भए पनि सर्टकटमा बनाएर देखाउनेछौँ। यो हेर्न सक्नुहुन्छ, ग्लास टम हार्डीकै हो। यो चाहिँ ब्लु कट ग्लासमा हो, 0.75 सिलिन्ड्रिकल पावर हो। अब यो हालेर हामी यसलाई फिटिङ गर्नेछौँ। फिटिङ गर्नुलाई हामी के छ भने फर्स्ट अफ अल यसलाई कम्प्युटराइजबाट यसलाई डिग्री मेजर गर्छ। यो हाम्रो अन भयो। यसलाई हामी पहिले डिग्री नापेर हामी 90 डिग्रीमा राख्छौँ। यो हेर्न सक्नुहुन्छ, 0.75 सिलिन्ड्रिकल 90 डिग्रीमा छ। हाम्रो यहाँ कम्प्युटर सिस्टमबाट फिटिङ हुन्छ। यो हामी डिग्री अलरेडी काटिसकेका छौँ। अब हामी फ्रेमको पनि नाप लिन्छौँ। ओके, अब हामी यो ग्लास सिआर कटरबाट काटौँ। फर्स्ट अफ अल हेर्न सक्नुहुन्छ, हाम्रो ग्लास कटिङ पनि भइसकेको छ। अब यसलाई हामी यो मेसिनमा आइजिङ गर्ने काम गरौँ। यस गाइस, हाम्रो ग्लास तयारी भइसकेको छ। अब यसलाई हामी मजाले खुसेर क्लिन यस। पावरमा रेडी छ हामीसँग। यसमा हामी ब्ल्याक बनाउन मन लाग्यो, ब्ल्याक बनाउँछौँ। यो पोलराइड ग्लास हो है। अनि अझै येल्लो बनाउन मन लाग्यो, हामी येल्लो बनाउँछौँ नाइट भिजनमा। हेर्न सक्नुहुन्छ, चस्मा रेडी भइसकेको छ। ओके।